यति बेला चाहिँ दाइलाई हामीले मानव सेवा आश्रम लिएर आएका छौँ। उहाँलाई चाहिँ कपाल काट्न विभिन्न ठाउँमा लिएर गयौँ, तर कसैले पनि कपाल काट्न नमानेपछि चाहिँ अब हामी मानव सेवामा हामी आफैले गर्छौँ। हाम्रो आदरणीय दाइ हुनुहुन्छ, समाजसेवी एमलाल दाइ हुनुहुन्छ। दाइ र म मिलेर यहाँ उहाँको अवस्था यस्तो यहाँ बस्नु दाइ। सैलुमले कपाल काट्नै मानेन कि त्यो भएर यिनलाई कपाल काटेर कपडा सपडा चेन्ज गरेर घरसम्म चाहिँ आजै घर पठाइदियो। त्यति काम मेरो भाइले हुन्छ है। ल है, मेरो भाइले त्यति गरिहाल्छ। ल पहिला उहाँलाई बरु टाउको नुहाउन लगाम बरु होइन। यस्तो राम्रो मान्छे हुनुहुन्छ, सबै कुरा थाहा छ कि उहाँलाई। म घर जानुपर्छ, म परिवारसँग बस्न चाहन्छु भनेर पनि भनिराख्नु भएको छ। घर परिवारसँग पनि मेरो कन्ट्याक्ट भयो भर्खरै। आमाले पठाइदिनु, बरु कति लाग्छ भाडा म 4-5 ठाउँ उसमा लिएर गयो सेलुनमा। कसैले कपाल काट्ने कपाल काट्न इस्माइलले होला। त्यसपछि मैले सोचेँ अब अरू कसैले नसके मानव सेवा त हाम्रो घर छँदैछ नि त। मानव सेवा त ल हाम्रो दाइलाई चाहिँ अब यहाँबाट चाहिँ हिरो बनाएर हो सफाइ गरेर रकेट ल्याइदिएको छु। पाइट एउटा यहाँ होला भित्र, एउटा लगाइदिएर आजै पठाइदिने कि उहाँलाई बस्न गरेर खाना दिने अनि पठाइदिने। किनकि हाम्रो त त्यति कर्म पनि त बन्छ नि, त्यही गरौँ। अर्का उसले आसो भाइले गरिदिन्छ। हुन्छ मेरो एकदम धन्यवाद छ तपाईँलाई। यस्तो कामलाई त हामी गरिहाल्छौँ। यस्तो राम्रो मान्छेलाई माग्न हिँड्न छोड्नु त भएन नि। 1-2 जना माग्ने सङ्ख्याले गर्दाखेरि गोविन्द अधिकारीज्यूलाई नमन गरेँ मैले। रामजी अधिकारी रामजी अधिकारी नै हो होइन। धेरैजना त म चिन्छु मानव सेवा आश्रमको। त्यही धेरैलाई चिनेर त यस्तो हालत भयो त, थोरैलाई चिन्नु पर्छ। दाइलाई नुहाइ हुँदैछ अहिले। सरलकै सबै कपडाहरू पुरानो कपडा खोलेर चाहिँ अब दाइलाई यहाँ चिटिक्क बनाएर दाइको घरसम्म पुर्याउने व्यवस्था हाम्रो दाइ लगायत म हाम्रो मानव सेवाका सम्पूर्ण टिम मिलेर चाहिँ गर्दैछौँ। बस्नु दाइ बस्नु बस्नु न बस्नु भने मान्नु त बस्नु भनेको मान्नु बस्नु आनन्दले। हुँदैन हुँदैन जाडो हो नि। कति दिन भयो होला दाइ नगए? अलिकति त भएन। अस्ति 1 गतेबाट त हो। 1 गते नुहाएको थियो। 1 गते चाहिँ नुहाएकै हो। माई सङ्क्रान्ति नुहाएको। बिचारा एमएल दाइलाई कति गाह्रो भइरहेको छ। म यहाँ काम गरेर बस्छु नि त मेरो दाइ। मिल्छ? काम गरेर बस्नुहुन्छ? हो दाइ। पहिला नुहाइ गर्नु, ज्ञानी हुनुपर्छ, धेरै बोल्नु हुँदैन यहाँनिर। बस्नु बस्नु दाइ न भाइ धेरै माया गर्नु न मेरो दाइ। पहिला बस्नु ल बस्नु औला आएर बस्नु 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 बसिहाल्नु धेरै केही नबोलिकन बस्नु तपाईँ एकछिन है। यो मानव सेवा भने नि कति ठुलो कुरा रहेछ है। मानवता भएकै मान्छेहरूले त यस्तो गर्छन् नि होइन। र यो साबुन दारीमा तपाईँ लगाउँदैछ हातले दारीमा चट्ट लगाउनु त मिचिराख्नु। आँखा अलिअलि पिरो भएर केही हुन ल मिचिहाल्नु। कस्तो हो होम मिनिस्टर हो र? घरबाट हो हो मिस्टरको होइन दाइ, होम मिनिस्टरको होइन। नचल्नु है दाइ, काट्छ फेरि यस। टुपी चाहिँ राखिदिन्छु कि नपर्नु हजुर। म गर्न नसक्ने टुपी चाहिँ राखौँ दाइ। टुपी राख्नुपर्छ दाइ? त्यही भन्नुभएको उहाँले। ए ल ठिक छ, टुपी राख्नु पऱ्यो नि दाइ। कर्म गर्न नसक्ने टुपी चाहिँ राखौँ दाइ। बजगाई के भन्नु अरे? बजगाई हो दाइ। मान्डवको गोत्र हो, बजगाई हो दाइ। जिन्दगी बिग्रेर हिँड्ने दाइ। छु नि मैले तपाईँलाई कस्तो लागेछ भन्नु न? हाल्नु हुँदैन। मिच्नु त हात मेरो दाइ।
दाइ हजुर मामा बन्नु फोन गर्नुहुन्छ कि यहाँबाट बसमा बसालिदिएपछि कहाँ झरेर फेरि गाली गर्नु होइन यति धेरै सेवा गर्ने मान्छेलाई नि गाली गर्छ होला त दाइ मामा बन्नु भयो अरे आजदेखि हाम्रो यमलाल दाइ मामा नै हो कि कपाल खोरेपछि मामा बन्नुभयो भनेर राख्नु भएको छ दाइले भान्जा कपाल पहिरो त्यस्तो हालत अब जनै पनि लगाइदिनु पर्ने भयो दाइ एउटा जनै छ भने दिनु अब घर घर परिवारसँग राम्रोसँग बस्ने दाइ जान्छु दाइ जाने नै हो फेरि फङ्सन त पनि गर्ने नै हो जिन्दगी भनेकै अप्ठ्यारो या सजिलो दुइटै पाटोलाई मिलाउने नै जिन्दगी एकदम दाइलाई चाहिँ एकदम धेरै धेरै सम्मान धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ एक कलको भरमै आउनुभयो भाइले बोलाउनु साथै अब यसै नभेटा भाइ म कहाँ बात थिएँ होला दाइ म भाइ हो कि दाइ म तपाईँको छोरासम्मको मान्छे हो मलाई दाइ नभन्नु होइन रेस्पेक्ट गरेर बोल्ने शब्द त दाइ नै हो नि दाइ ज्याकेट छैन मेरो दाइ ज्याकेट यहाँ नयाँ ज्याकेट हेर्नु न नयाँ ज्याकेट ल्याइदिएको छु यसको दाम पनि कति पऱ्यो 1500 पऱ्यो र ट्याक्स सहित हिँड्छ कति खर्च गर्नु नै मिल्छ मजाले यति भएपछि त दाइ अब झिल्के भइहाल्नु भयो नि अब फेरि पेटीमा गएर सुत्ने हो कि दाइ होइन दाइ घर जाने पक्का घर जानुहुन्छ तपाईँ पक्कै घर जाने हो मेरो दाइ मलाई गाडी चढाएर पठाइदिन्छु म घर जाने रियाल नछोड है रियाल नछुनु त्यो सर्लाको थोका होइन बरु थुक्नु है हाम्रो यो मानव सेवा आश्रममा कतिजना हुनुहुन्छ दाइ अहिले यहाँ 100 हुनुहुँदो रहेछ अहिले यहाँ चाहिँ आश्रममा चाहिँ अहिले खाना खाने समय भइरहेको रहेछ बिचरा सबै घरबार विहीन हुनुहुन्छ उहाँहरू अब उहाँ दाइलाई पनि यहीँ राखेर हामी खाना खिलाएर चाहिँ यहाँबाट पठाउँदैछौँ हजुर के भन्नु दाइ नखाएको धेरै दिन भएको छ हजुर थोरै भात दिइसक्यो मलाई धेरै नखाने झन् धेरै दिन भएछ भोक लाग्यो खाने हो नि अब कति मिठो हुन्छ खानु सकिन्न नि दाइ ए ल ल हुन्छ जति तपाईँलाई जति खान मन लाग्छ त्यति खानु है अब पैसा माग्दै हिँडिरहनु राख्नु पैसा माग्दै आफ्नै छोरीको कसम खानु त अब यहीँ सेवा खानु होला तपाईँको कतिको दिमाग रहेछ म अहिले चेक गर्छु मेरी छोरीको कसम म घर नपुगेसम्म केही खान्न भनेर भन्नु भगवान् कसम केही खान्न छोरी गर्नु भन्नु भगवान्को त जहाँ कहाँ खानु भन्ने हुन्छ नि मान्छेलाई छोरीको कसम म खान्न मेरो दाइ त्यसो भए रक्सी खान्छु खान्न मेरो दाइ रक्सी म छुँदै छुन्न मेरो दाइ घर नपुग्दासम्म घर गएर हजुरलाई कल नगरेसम्म मैले कल गरेर पनि म खान्न अब होइन यो अवस्था आएपछि नि म किन खानु रक्सी होइन भात खानु भात खानु कुरा गर्दै जाँदा लास्ट नै छिमेकी छेउतिरको परेछ हो नि मेरो घर नेरी अब धेरै कुरा नगरी खाना ल भने खाना खाँदैन विचार मैले बिहान एकजना मान्छेलाई चाहिँ उद्धार गरेर उहाँको घर चाहिँ काठमाडौँ रहेछ होइन सडक पेटिकामा सुतिराख्नु भएको थियो 500 रुपियाँ छ भाडा होइन त्यसबाट 200 रुपियाँ चाहिँ काठमाडौँबाट लिँदो रहेछ 300 रुपियाँ तपाईँ नै राख्नुहोस् होइन तर त्यहाँसम्म चाहिँ उहाँलाई पुऱ्याइदिनु हालिदिनुहुन्छ नि लगिदिनुहुन्छ नि तपाईँको घर पऱ्यो है त तपाईँको ल यसमै पठाइदिनु पर्ला बसमा हालेर दाइ उहाँलाई म त्यो बसमै पठाइदिन्छु तपाईँलाई फेरि आउनु दाइ हो दाइ यता आउनु त दाइ बसमा पठाइदिन्छु माइक्रो कतिखेर हुन्छ फेरि यहाँबाट हिँड्यो भने झ्याउ हुन्छ क्या फेरि आउनु तपाईँ दाइ लाउनु यो पैसा तपाईँलाई ल दाइ लास्ट सिटमा बस्नु भन्ने को भाइ यहाँ दाइसँग मेरो नम्बर छ को जाने उहाँ दाइ लास्ट सिटमा बस्नु जानु उहाँ काहीँ पनि नरोकिदिनु दाइ यो मान्छे झर्नु खोज्दैन है तपाईँको नम्बर कति हो दाइ म फेरि उता झरेन म जिम्मा लिँदै त्यही त हजुर नम्बर भन्नु 97 65 24 10 30 लास्टमा 30 हजुरको ल उहाँलाई चाहिँ मैले यो बसमा चढाएर पठाइदिन्छु